रक्सीको लत हटाउने दुईटा चरण हुन्छ। पहिलो चरणलाई हामीले डिटक्सिफिकेसन भनेर भन्छौँ, जुन चाहिँ 1-2 हप्ता लाग्छ। यो डिटक्सिफिकेसनमा के गरिन्छ भनेपछि जुन नियमित रक्सी सेवन गरिरहेको मान्छे अथवा जसलाई बानी परेको छ उसले झ्याप्प छोड्दा चाहिँ के हुन्छ, विड्रल रियाक्सन आउँछ। त्यो विड्रल रियाक्सन चाहिँ मन्द किसिमको हुनसक्छ, जस्तै हात काम्ने, मन डराउने, आत्तिने, पसिना आउने, छटपटी हुने मात्रै हुनसक्छ। तर कसैलाई अलिक कडा किसिमको विड्रल रियाक्सन हुनसक्छ, जसमा चाहिँ तपाईँको कसैलाई छारे आउँछ, कसैलाई चाहिँ होस हराउने, बरबराउने, नभएको कुराहरू देख्ने, त्यस्तो टाइपको रियाक्सन भइरहेको हुन्छ। अब त्यो कस्तो टाइपको रियाक्सन हुन्छ भन्ने कुरा चाहिँ तपाईँले कहिलेदेखि नियमित रूपमा रक्सी खाइराख्नु भएको छ, कति मात्रामा रक्सी खानुहुन्छ, तपाईँले साँझमा मात्रै हो कि तपाईँले बिहानैबाट तपाईँलाई रक्सी चाहिन्छ, प्लस तपाईँको न्युट्रिसनको स्ट्याटस के छ र तपाईँको कलेजोको स्ट्याटस के छ, त्यसमा भर पर्ने हुन्छ। यदि मन्द किसिमको मात्रै तपाईँलाई विड्रल रियाक्सन आइरहेछ भने त्यस्तो अवस्थामा तपाईँ घरमै बसेर केही औषधिहरू हामी प्रेस्क्राइब गरिदिन्छौँ, जसले चाहिँ रक्सी छोड्दाको त्यो रियाक्सन चाहिँ कम गर्छ र तपाईँले आनन्द महसुस गराइराख्छ। त्यस्तो औषधिहरू हामीले 1-2 हप्ताको लागि दिन्छौँ। अब यदि तपाईँलाई अलिकति भनौँ न कडा किसिमको विड्रल रियाक्सन आइरहेछ भने चाहिँ तपाईँलाई अलिकति अस्पतालमै राखेर चाहिँ उपचार गर्नुपर्ने हुन्छ, किनभने विभिन्न धेरै कुराहरू हुन्छन्, त्यसमा धेरै कुराहरू मिलाउनु पर्ने हुन्छ। प्लस घरमै उपचार गर्दा कहिलेकाहीँ ज्यानको पनि जोखिम हुने भएको भएर हस्पिटलमा राखेर हामीले उपचार गर्छौँ र पहिलो चरण यसरी सिद्धिसकेपछि हामी दोस्रो चरणमा जान्छौँ।